विचार विज्ञान खप्तड बाबा स्वामी सच्चिदानन्द सरस्वतीद्वारा लिखित एक महत्त्वपूर्ण ग्रन्थ हो जसले मानव चेतना, विचार प्रक्रिया, आत्मज्ञान, आध्यात्मिक उन्नतिको विषयमा गहिरो विश्लेषण गर्दछ। पुस्तकको सारांश पुस्तकले के भन्न खोजेको छ भने विचार विज्ञानमा खप्तड बाबाले विचारको उत्पत्ति, प्रकृति र प्रभावको बारेमा गहिरो विश्लेषण गरेका छन्। उहाँका अनुसार विचारहरू इन्द्रिय, मन, बुद्धि, महत्त्व हुँदै आत्मसम्मको यात्रा हो जसले व्यक्तिको जीवन, व्यवहार र आध्यात्मिक उन्नतिमा महत्त्वपूर्ण भूमिका खेल्दछ। विचारको संरचना र स्रोत। विचार कहाँबाट उत्पन्न हुन्छ? खप्तड बाबाले विचारको उत्पत्ति र विकासको प्रक्रिया यसरी वर्णन गर्नुहुन्छ। इन्द्रियहरू बाह्य संसारबाट जानकारी सङ्कलन गर्ने माध्यम। मन इन्द्रियले सङ्कलन गरेको जानकारीलाई अनुभूति गर्ने केन्द्र। बुद्धि मनले प्राप्त जानकारीको विश्लेषण गर्ने क्षमता। महत्त्व आत्मचिन्तन र गहिरो अनुभूतिको स्रोत। प्रकृति र आत्मा विचारको अन्तिम स्रोत जहाँ आत्मज्ञान प्राप्त हुन्छ। विचारको शक्ति र प्रभाव। उहाँले विचारलाई शक्तिशाली ऊर्जा मान्नुहुन्छ जसले व्यक्तिको जीवनलाई सकारात्मक वा नकारात्मक दिशामा लैजान सक्छ। सकारात्मक विचारले आत्मविकास, शान्ति र समृद्धि ल्याउँछ। नकारात्मक विचारले दुःख, अशान्ति, अवनति निम्त्याउँछ। ध्यान र आत्मनिरीक्षण। खप्तड बाबाले ध्यान र आत्मनिरीक्षणलाई विचार शुद्धिकरणको प्रमुख उपाय मान्नुहुन्छ। नियमित ध्यानले मनलाई शान्त पार्छ, विचारहरूलाई प्रष्ट बताउँछ र आत्मज्ञान प्राप्तिमा सहयोग पुर्याउँछ। आध्यात्मिक उन्नति। उहाँका अनुसार विचारहरूको शुद्धता र नियन्त्रणले व्यक्तिलाई आत्मज्ञान, मोक्षतर्फ उन्मुख गराउँछ। विचार विज्ञानले व्यक्तिलाई आत्मचिन्तन, आत्मनियन्त्रण र आध्यात्मिक मार्गमा अग्रसर गराउँछ। धन्यवाद। यो भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट गर्न नभुल्नुहोला।